तपाईलाई थाहा छ भोट कसरी हाल्ने, मतदान केन्द्रमा के प्रक्रिया पूरा गर्नुपर्छ, उम्मेदवार छान्दा घोषणापत्रको भूमिका कस्तो हुन्छ? यस्ता सवालहरूको जवाब दिने अवसरको रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल अन्तर्गत 7औं सेमेस्टरका विद्यार्थीहरूले प्रतिनिधि सभा निर्वाचन लक्षित नमुना निर्वाचन सम्पन्न गरेका छन्। बुटवलको नयाँ गाउँ स्थित सिटी क्याम्पसको प्राङ्गणमा आइतबार आयोजित उक्त नमुना निर्वाचनमा विद्यार्थीहरूले वास्तविक प्रक्रिया अनुसार दल गठन, उम्मेदवारी घोषणा, घोषणापत्र सार्वजनिक, प्रचार प्रसार र मतदानको अभ्यास गरेका थिए। सहभागीहरूले यस अभ्यासले लोकतान्त्रिक संस्कार विकास र जिम्मेवार मतदाता तथा सक्षम नेतृत्व निर्माणमा योगदान पुर्याएको बताएका छन्। 6वटा दलबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न उक्त निर्वाचनमा नवयुवा नेतृत्व पार्टीका विवश पाण्डे विजयी भएका छन्। साथै समतामूलक समाज दलकी मनिषा न्यौपानेले घोषणापत्र प्रभावकारी रूपमा प्रस्तुत गरेकोले उत्कृष्ट उम्मेद्वारको रूपमा चयन भएकी छन्। विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियो। BA LLB 7औं सेमेस्टर अन्तर्गत अध्ययन गराइने निर्वाचन कानुन विषयलाई व्यावहारिक रूपमा बुझाउन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनप्रति सचेतना र व्यावहारिक ज्ञान कतिको आवश्यक छ भन्ने सन्देश दिएको देखिएको छ। यस्ता अभ्यासले भावी पुस्तालाई जिम्मेवार नागरिक बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफका निर्देशक बद्रीप्रसाद शर्मा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानविकी तथा कानुन संकायका डिन हरिशरण चक्खुको प्रमुख आतिथ्यतासहित क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरू र अध्ययन गर्ने कानुनका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। रोबोटमा सदर, पञ्चमा सदर, सैटेलाइटमा सदर, सैटेलाइटमा सदर।